दर्शकबिन 2083 को दशैंमा यी 5 नेपाली चलचित्र एक आपसमा भिड्दै आउँदो दशैंमा यी 5 नेपाली चलचित्र एकै दिन प्रदर्शन हुने पक्की देखिएको छ। चलचित्र 12 गाउँ 2, छमाया छप्पके 2, बाटुलो जुन, आबाट आमा 2 र झिङ्गे दाउ 2। चलचित्र 12 गाउँ 2 मा सुपरस्टार विराज भट्ट र उनका छोरा समीर भट्टको दमदार प्रस्तुति रहने स्रोतले जनाएको छ भने विराज भट्टले 12 गाउँको अपार सफलतापछि चलचित्र 12 गाउँ 2 को सिक्वल 12 गाउँ 2 बनाउन थालेका हुन्। छमाया छप्पके यस चलचित्रलाई दीपा र दीपकले बनाउँदै छन् भने चलचित्रमा दीपक राजगिरी, दीपश्री निरोला, माग्ने लगायतका थुप्रै दिग्गज कलाकारहरूको अभिनय रहने छ। छमाया छपक्कै 2 को अपार सफलतापछि दीपक र दीपाले यो चलचित्र बनाउन लागेका हुन्। बाटुलो जुनलाई नायक भुवन केसीले बनाउन थालेका छन्। भुवन केसीले उक्त चलचित्र आफ्नै लगनीमा बनाउन लागेका हुन्। उक्त चलचित्रको मुख्य भूमिकामा हामीले नायक अनमोल केसी, प्रिन्सी खतवडा देख्न सक्छौं भने यो चलचित्र 2083 को दशैंमा आउने पक्की भएको छ। झिङ्गे दाउको अपार सफलतापछि डाइरेक्टर प्रोड्युसरले झिङ्गे दाउ 2 बनाउन थालेका हुन्। उक्त चलचित्रको मुख्य भूमिकामा नायक आँचल शर्मा र के देला देख्न सक्छौं भने चलचित्र 2083 को दशैंमा आउने पक्की भएको छ। त्यसैगरी चलचित्र आबाट आमा 2, चलचित्र आबाट आमाको अपार सफलतापछि चन्द्र पन्थरले चलचित्र आबाट आमा 2 बनाउन थालेका हुन्। यस चलचित्रको मुख्य कलाकारमा हामीले नायक पवन शाहलाई देख्न सक्छौं भने अन्य कलाकारहरूको फाइनल हुन बाँकी नै छ र चलचित्र आबाट आमा 2 दशैंमा आउने पक्की भएको छ। दर्शकबिन यी 5 चलचित्र यदि 2083 को दशैंमा एकै दिन प्रदर्शन आए भने यी 5 चलचित्र मध्ये कुन चलचित्रले बाजी मार्नेछ, कुन चलचित्रले नेपाली बक्स अफिसमा उछाल मार्नेछ, सुनामी ल्याउनेछ र कुन चलचित्र फला पुग्नेछ र कुन चलचित्र हिट हुनेछ, के तपाईलाई कस्तो लाग्छ? के यी 5 चलचित्र एकै दिन प्रदर्शन हुनु राम्रो हो या राम्रो होइन? यदि प्रदर्शन भइहाल्यो भने यी चलचित्रमध्ये कुन चलचित्रले बाजी मार्ला? हाम्रो कमेन्टसँग गएर कमेन्ट गर्न नबिर्सनु होला। दर्शकबिन यदि तपाईले हाम्रो युनिक च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला, किनकि दर्शकबिन हामीले यस्तै नयाँ ताजा अपडेटहरू लिएर आउनेछौँ जसले गर्दा हजुरहरूलाई धेरै कुराको नलेज हुनेछ। त्यसैले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला र यो भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न नबिर्सनु होला। थ्यांक यू फर वाचिङ भिडियो। बाइ बाइ दर्शकबिन।